हामी लामिछाने कुल बन्धुको देवाली कुल पूजा गर्ने ठाउँ यो सानो एउटा मन्दिर निर्माण भइरहेको छ। आउ कान्छी बाहिर आऊ बाहिर आऊ। ल हाम्रो ठेकेदार मालकिनी साहब नाम के भन फुलमाया। यस्तो भइरहेको छ यो काम धमाधम चलिरहेको छ। आज 2082 साल वैशाख 2 गते समय एकदम कम छ। यही 2082 साल वैशाख 5 गते हाम्रो देवाली यहाँ हुने हो र यहाँ लगभग अबको काम भनेको यो तलको फिनिसिङ अनि यहाँ हाम्रो थपना रेखी राख्ने ठाउँहरू बनिन्छ र यहाँ चाहिँ कोठा मस्टको भान्जाको गौरी के राख्ने गौरी गैया अनि के हुन्छन् चाहिँ थपना राख्ने ठाउँहरू बनिन्छ। यो हामी अहिले उदयपुर बेलका नगरपालिका 3 साथै 6 को उसमा छौँ हामी। अब फेरि अहिलेको काम भनेको अब भित्री हाम्रो चाहिँ प्लास्टर र ढलन रहेको छ आज। अनि हामी पनि आफै मिस्त्री पनि लेबर पनि हामी छौँ है। यहाँ हाम्रो लेबर काम गरिराख्नु भएको छ सङ्गीता खत्री लेबर अनि म पनि लेबर नै हो मिस्त्री होइन। सो यही आउँदो वैशाख 5 गते हाम्रो यसै स्थलमा यही ठाउँमा हाम्रो देवाली छ र आज चाहिँ यो भिडियो मैले निर्माण र यो भिडियो बनाइराख्दाखेरि चाहिँ 2082 सालको वैशाख 2 गते आज मङ्गलबार रहेको छ भने ठिक आजको 3 दिन पश्चात हाम्रो चाहिँ देवाली हुनेछ यस ठाउँमा। र यो मन्दिर हाम्रो नयाँ निर्माण हामीले चाहिँ गरिरहेका छौँ। यो लामिछाने खत्री कुल बन्धुहरूको चाहिँ यो हाम्रो मन्दिर हो। सो हाम्रो पुर्खाहरूले गरिआएका जुन देवाली पितृ पूजा कुल पूजा सो हामीले पनि गर्नुपर्छ भन्ने एउटा मान्यता एउटा उहाँहरूको चाहिँ आशीर्वाद स्वरूप नै हामी गर्दै आएका छौँ। र अहिले मूल घर अर्थात् देउता पनि मेरै घरमा राखिएका छन् सबैले राख्नु भएको छ। अब यही आउँदो वैशाख 5 गते हाम्रो यहाँ देवाली हुनेछ भने आज केही पर यहीँ छेउमा पौडेल परिवारहरूको चाहिँ भव्य देवाली भइरहेको छ। सो हामी चाहिँ कामले गर्दाखेरि आज जान पनि अलिक पाएको छैन है। यस्तो छ हाम्रो अवस्था अहिले। म हाल्छु ल पखन। देवाली अर्थात् बोका काट्नुपर्ने छ, बोकाको बलि दिनुपर्ने छ। बोकाको चाहिँ यस्तो एउटा परम्परा मान्यता हाम्रो पुर्खाहरूले गरेको कारणले जस्ट एक्ज्याक्टली हाइवे रोड छ यहीँ तल हाइवेदेखि हामी जस्ट म्याक्सिमम 20 मिटरको हाराहारी मास्तिर छौँ र त्यो चाहिँ सामुदायिक वनभित्र बनिएको एउटा भवन हो। सो यो चाहिँ हाइवे रोड मदन भण्डारी राजमार्ग हाइवे रोडको केही मास्तिर छौँ हामी। धन्यवाद।